तपाईँलाई त को मनपर्छ? रवि लामिछाने मनपर्छ कि को मनपर्छ? म घरमा बस्ने जाँदा कुन लामछाने निकाल्यो भने होइन जसले राम्रो गर्छ मलाई त विभिन्न सरकारको सन्तानै राम्रो पर्थ्यो। अब खोइ सरकार राख्न आँटेनन्, ज्ञानीले मानिनेले बोलेन अरे भन्छन्। पारसको छोरो भनेपछि तपाईँलाई राजा चाहियो। राजा भयो हुन्थ्यो। राजा भएको जस्तो केही भएन। अघि राजाको पालामा सङ्कटकाल लाउँ भनेर गिर्जाले है मेरो भाइ जनता मार्नु हुँदैन भनेर सरकार त्यति दया गरे अरे। पछि राजालाई मारेन मारे। जो भयो नि सरकार उभ्याउटो नभए त राम्रो लाग्दैन मलाई त। राम्रो हो। यस्तो आन्दोलन थिएन नि। अहिले त मान्छेले त रवि लामिछाने चाहियो भन्दैछन्। मलाई नि मनपर्छ। अब अरूहरूलाई त को मनपर्छ? जेलबाट निकालेछन् के अरे। अब निकालेर फेरि जेलमा गइसक्यो नि। फेरि लैसक्यो त नि। अस्तिको आन्दोलनमा निक्लेर अनि फेरि त्यसको जन्मदिनमा लग्यो नि फेरि। लएर हालिदियो अनि फेरि अरूले हालिदियो। दायाँ मायाको भरौटेका छोराछोरीहरू छ नि त, तिनीहरूले नराम्रो भन्ने नि त। किन रवि लामिछाने यसलाई झिकेको यताउति भन्ने नि त टिकटकमा। गाउँमा जान्न मलाई के छ र को राख्ला त। अब त्यो बुढी भयो कि सुसेला कार्कीले कति जाल थाम्नु र उमेर छैन। सेतै फुलिएर चाहिँ यहाँ मोबाइल हेर्दाखेरि त्यो उभ्याउटो चाहिँ राख्यो भने भनौँ न है। अब ओलीलाई नदिने भइगए। ओली मारिसके कि छ कि ओलीलाई चाहिँ मार छैन। अब हाम्रो यहाँ माथि चन्द्र गोकुल बासको घर त डरायो रे। कहाँनिरको? यहाँ माथि चैनपुरको हामी उँभो जाने बाटो तल्लोपट्टि स्कुलभन्दा वर हो नि उसको घर। ए यहाँ पनि जडायो रे? यहाँ त डरा नै, यहाँ घरै छैन उसको। दाजुभाइको उहाँको घर डराएर भन्छन्। नेता जति कुन राख्न खोज्यो भने यी मुजीहरूले आफै बस्न खोज्या हुन्थ्यो। नेता जति संसारै डराइसके। प्रचण्डले त डराए, प्रचण्डले छोरीहरूको पनि डराए। डराउनु परिहाल्यो नि कहाँ? तिनीहरूको सधैँ रात चलेर हुन्छ यहाँ। अब भयो भने चाहिँ यो घर जलाउने सहर जलाउने होइन, मान्छे काटाकाट हुन्छ। सबैले जहाँ घर अगाडि बस्छ नि त्यही घर अगाडि बस्ने मान्छेले हान्छ तिनीहरूलाई। घर अगाडि बस्ने अब तपाईँ घर कहाँ हो होइन?